हेलो साथीहरू, दर्शन नमस्ते शिवाहरू। म चाहिँ केही दिनदेखि अलिक बिसन्चो भएको कारणले गर्दाखेरि भिडियोहरू पनि कन्टेन्टहरू पनि मैले खासै पोस्ट गरेको छुइनँ होइन। 2-3 दिन भयो होइन, मैले केही खासै त्यस्तो कन्टेन्टहरू पोस्ट गरेको छुइनँ, तपाईँहरूलाई थाहा छ। आज चाहिँ मैले एउटा यो भिडियो बनाइ नहुने भयो कि मसँगै जोडिनु भएको साथीहरूले केही साथीहरूले चाहिँ मलाई यस्तो खबर दिनुभयो कि यस्तो यस्तो एप्स छ, यहाँबाट चाहिँ फेसबुक युट्युबतिरबाट भन्दा मजाले कन्टेन्ट मोनेटाइज गर्नु सकिँदो रहेछ, पैसा कमाउनु सकिँदो रहेछ भनेर मलाई भुरुङ्गै पार्यो होइन। अनि मलाई लिङ्कहरू पठाएको थियो होइन। त्यो चाहिँ के एप्स रहेछ भन्दाखेरि चाहिँ होइन, के अरे यो हजुर एआई भन्ने एप रहेछ क्या। हजुर एआईबाट चाहिँ पैसा कमाउन सकिन्छ भनेर मान्छे त पुरा लागि परिरहेको रहेछ क्या। मसँग फेसबुकमा जोडिने साथीहरू पनि, म त तङ परेँ। ओ माई गड, साथीहरू त यो जो साथीहरू चाहिँ यो एपमा चाहिँ संलग्न हुनुहुन्छ, जो साथीहरू चाहिँ यो एपको पछि लाग्नु भएको छ नि, प्लिज अहिले नै तुरुन्तै डिलिट गरिहाल्नुहोस् है। यो अहिले नै तुरुन्तै हजुर एआई भन्ने एप, हजुर AI.com भन्ने एप छ र कुनै पनि एपहरू यस्तै अरू नयाँ अरू एपहरू पनि हुनसक्छ होइन। तपाईँहरू त्यस्तो भ्रममा नपर्नु होला। त्यहाँनिर चाहिँ के हुन्छ भने तपाईँलाई चाहिँ सुरुमा आश देखाउने होइन, सुरुमै तपाईँहरूले त्यहाँ लगइन गर्नु बित्तिकै त्यो एप डाउनलोड गरेर तपाईँहरूले त्यहाँ आइडी बनाउनु बित्तिकै तपाईँहरूलाई केही रकमहरू देखाइदिन्छ, केही पैसाहरू चाहिँ देखाइदिन्छ क्या होइन। त्यहाँनिर तपाईँहरूको आइडीमा चाहिँ त्यो पैसा बढेको देखाइदिन्छ। यो अनि भिडियोहरू हेर्नु लगाउने हरेक इत्यादि तिनीहरूले जे भने त्यही गर्दै जाने, अनि यता पैसा बढेको देखाउने होइन। त्यस पछाडि विथड्र गर्नुको लागि यताउता के गर्नुपर्छ, के भन्नुपर्छ भन्ने, त्यहाँ लिङ्कहरू पठाउने, तिनीहरूले त्यो क्लिक गर्नु लगाउने, त्यहाँदेखि त्यसरी स्क्याम गर्ने हुन्छ क्या होइन। त्यस्तो भ्रममा चाहिँ तपाईँहरू कोही पनि नपर्नु होला। हेर्नुहोस्, तपाईँहरू अहिले यत्रो सामाजिक सञ्जाल चलाउने मान्छेहरू तपाईँहरू, म त छक्कै परेँ यार। त्यस्तो भ्रममा नपर्नु होला। अहिलेसम्म होइन, सबैभन्दा विश्वासिलो आधिकारिक पैसा कमाउने, सामाजिक सञ्जालबाट पैसा कमाउने माध्यम भनेको नियम के अरे यो दिएको छ, सिस्टम दिएको छ, फेसबुक र युट्युब मात्रै हो अहिलेसम्मको पारदर्शी र विश्वासिलो एप भनेको। अरू यो टिकटकहरू भयो होइन, टिकटक, पोपो, भिभो भन्नेहरू हुन्छ नि, के अरे बिगो लाइभहरू, तिनीहरू भनेको चाहिँ त्यहाँबाट नै पैसा कमाउँछ। तर त्यो सबै हामी जस्तै पागल बौलाहरूले दिएको गिफ्टहरूबाट मात्रै कमाउने हो। त्यहाँनिर त्यहाँ उनीहरूले दिने होइन। त्यो लाइभ बस्दाखेरि त्यहाँ हामी जस्तैहरूले गिफ्ट उडाउने हो होइन। पोपोमा चाहिँ अब केटी मान्छेहरूलाई चाहिँ अलिक सहुलियत दिएको छ। त्यो चाहिँ के हुन्छ त भन्छ, केटी मान्छेहरूलाई अलिक प्राथमिकता दिएपछि तिनीहरूको त त्यो बिजनेस हो क्या। केटी मान्छेहरूलाई प्राथमिकता, त्यो केटी मान्छेहरूलाई चाहिँ अफर जस्तो, अनि केटाहरूबाट चाहिँ लुट्ने क्या, केटाहरूबाट चाहिँ होइन। त्यो भनेको के त, सबै हामी जस्तैले दिएकोहरू आउने हो। अनि यो फेसबुक र युट्युब जतिको अरू एप चाहिँ छैन साथीहरू। त्यस्तो एप यहाँ पैसा कमाउने गर्ने भन्ने कुरो त्यो बेकार हो 100%। यो हजुर AI.com भन्ने कसम होला, मेरो कुरा अलिकति मात्रै पनि तपाईँहरूलाई विश्वास लाग्छ भनेदेखि अहिले नै तुरुन्तै डिलिट गरिहाल्नुहोस्। तपाईँहरूले जोइन गर्नुभएको छ भनेदेखि त्यहाँबाट पैसा कमाउने होइन, त्यहाँ सुरुमा तपाईँहरूलाई आश देखाउने, प्रलोभनमा पार्ने, त्यस पछाडि ठग्ने गर्छ। ल साथीहरू, मलाई चाहिँ यो उकुस मुकुस भएर तपाईँहरूलाई भनिहालौँ, यो कुरा चाहिँ सेयर गरिहालौँ भनेर यो भिडियो बनाएको साथीहरू। मलाई अलिकति मात्रै यो साथी हो, यो हामीसँग फेसबुकमा फ्रेन्ड छन्, चिनजान छ होइन भन्ने थोरै मात्रै पनि लाग्छ भने तपाईँहरूले त्यो हजुर AI.com भन्ने एप छ भनेदेखि तपाईँहरूले चाहिँ त्यहाँबाट पैसा कमाउँछु भनेर लागि पर्नु भएको छ भने तुरुन्तै अहिले नै डिलिट गर्नुहोस्। त्यो लिङ्कसिङहरू क्लिक गर्ने काम गर्नुभयो नि, तपाईँको आइडी मात्रै होइन कि, तपाईँको फेसबुक आइडी मात्रै होइन, तपाईँको मोबाइलै उनीहरूको अन्डरमा जान्छ। मोबाइलै उनीहरूको रिमोट कन्ट्रोल नै उनीहरूको हातमा जान्छ। अनि त्यहाँदेखि तपाईँको मोबाइलमा चाहिँ तपाईँको ब्याङ्क एकाउन्टहरू होला, के सबै होला होइन। त्यहाँदेखि चिरिप एकै तालमा। ल योबाट चाहिँ बच्नु होला साथीहरू। थ्याङ्क यू सो मच।